हेलो एभ्रिवान, तपाईँहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा होइन। आज चाहिँ म कपाल काट्न जान लागेको होइन। म कपाल काट्ने हेयर कटिङमा नि पुगिसकेको छु। अब एकछिनमा म कपाल काट्नेवाला छु र दाइले मेरो कपाल काट्नुको लागि अब पोजिसन पनि गरिसक्नु भएको छ होइन। अब म कपाल पनि काट्न लागिसक्नु भयो दाइले मेरो कपाल काट्ने अब मन त थिएन, त्यही पनि कपाल काट्न पर्यो होइन। यो गर्मीले गर्दा साह्रै सताएको थियो, त्यसैले अब कपाल काट्न पर्यो लास्टमा आएर। दाइले के यताउता मिलाएर जे होस् काट्नु भयो होइन। अब टक्क लाएर अब काट्नु नि पर्यो। अब यो गर्मी महिना लास्टै गर्मीले हल्का टाउको दुख्ने भयो, त्यसैले चाहिँ गाइसहरू कपाल काट्नु पर्यो। मेरो क्यामराम्यान चाहिँ फेरि मामा हुनुहुन्थ्यो होइन। मैले आज जस्ट क्यामराम्यान चाहिँ मैले मामालाई बनाएको थिएँ। हल्का कपाल काट्न हल्का अप्ठ्यारो भइरहेको थियो क्या, दाइले हल्का ठुलो कपाल थियो, फेरि भने जस्तो सजिलो पनि हुन्न नि त कपाल काट्नलाई। त्यही भएर दाइले चाहिँ मेरो कपाल काट्न लाग्नुभयो होइन। एकछिनमा कति काटौँ भनेर मिलाउँछु भनेर सोध्नु भएको थियो, तर बाई मिस्टेकले अलिकता दाइले फेरि तल चाहिँ काटिदिनु भयो। त्यही हल्का तल काटेर हल्का मिस्टेक भयो भनौँ न। अनि त्यहाँदेखि मामाले क्यामराम्यान मामाले पनि टक्क यताउता देखाइरहनु भएको थियो, त्यो ठिकै भयो भनौँ होइन। अब कपाल पनि काट्न लाग्नुभयो, कपाल पनि काट्नु। अब तपाईँहरू अब लास्टमा मेरो लुक्स चाहिँ कस्तो हुन्छ हेरौँ है। अब अहिलेसम्म त ठिकै छ। अनि दाइलाई यति नै भनिसकेँ, यहाँभन्दा फेरि हल्का अलि नसुहाएको जस्तो लागेर फेरि दाइलाई मैले दाइ अब स्लोप काट्नु पऱ्यो भन्ने भयो। त्यसपछि मैले फेरि त्यत्तिकैमा मैले फेरि स्लोप हानिदिएँ। दाइले पनि जे होस् ल ठिक छ नि त भनेर स्लोप काटिदिनु भयो। टक्क जे स्लोप काट्दा ठिकै नै भएको थियो भनौँ होइन। दामी नै देखेको थियो, जस्ट ठिकै नै भएको थियो। लास्टको मेरो रियाक्सन यही हो। बाई बाई, अब अर्को मिनी भ्लगमा भेटौँ।